सो हेलो गाइज वाट्सअप वेलकम ब्याक टु एनदर रियाक्सन भिडियो एन्ड आज म चाहिँ के लिएर आएको छु भने वाट एक्चुअली ह्यापन इन सेप्टेम्बर 8 होइन हाम्रो जुन यो जेनजीको प्रोटेस्टमा चाहिँ एक्चुअली के भएको थियो भनेर मैले एउटा भिडियो युएन भन्ने युट्युब च्यानलमा चाहिँ मैले भेटेँ। आज त्यसमा चाहिँ म रियाक्ट गरेर तपाईँहरू सामु ल्याएको छु होइन। सँगै बसेर हेरिदिउँ न के कस्तो भएको रहेछ होइन। कति कुरा हामीले पनि थाहा पाएको छैन होला, थाहा पाउनु पनि छ होला होइन। त्यसैले सँगै बसेर हेरिदिउँ, केही ढिला नगरौँ, भिडियो सुरु गरौँ है त गाइज। 2082 साल भाद्र 23 गते सोमबार। यो हो काठमाडौँको माइतीघर मण्डला। ठिक यहाँ छ संसद भवन, यो हो बानेश्वर चोक र यहाँ छ सिभिल हस्पिटल। करिब 9 बजेको हुन्छ र यहाँ माइतीघर चोकमा थोरै सङ्ख्यामा केही जेन्जी युवाहरू स्वतःस्फूर्त रूपमा भ्रष्टाचार विरुद्ध र सुशासनको लागि आवाज उठाउन माइतीघरको एउटा लेनमा भेला हुन थाल्छन्। आन्दोलनका एक अभियन्ता अमित खनालले करिब 9 बजे माइतीघरमा 20-30 युवालाई माइकिङ गरेको देख्न सकिन्छ। यति बेलासम्म भिड सानो थियो। कोही स्कुल कलेजकै पोसाकमा थिए, कोहीले किताब कपी बोकेका थिए र कोहीसँग प्ले कार्ड थियो। तर बिस्तारै यो माइतीघर चोकमा तीनतिरबाटै हजारौँको सङ्ख्यामा जेन्जी युवाहरू भेला हुन थाल्छन् र करिब 9:30 बजे भिड पाक्लो भइसक्छ र अर्की अभियन्ता रक्षा बमले भिडलाई आज के गर्ने र के नगर्ने भनेर जानकारी दिन थाल्छिन्। आज हामी रुख बिरुवा भाँच्दैनौँ, आज हामी सार्वजनिक सम्पत्ति नष्ट गर्दैनौँ, आज हामी हो हल्ला तोडफोड आगजनी गर्दैनौँ। हामी मलाई चाहिँ के लाग्छ भने गाइज होइन, आन्दोलन जुन थियो नि त्यो शान्तिपूर्ण नै भइरहेको थियो। सायद अब त्यहाँ दलीय अलिकति अब पोलिटिक्स पार्टीहरूको केही अब हुन पनि सक्छ होइन, घुसपैठ भएर पनि हुनसक्छ। मलाई त लाग्छ अगाडिसम्म चाहिँ जुन आन्दोलन थियो नि त्यो त शान्तिपूर्ण नै भइरहेको थियो। यतिसम्म गर्ने उनीहरूको त्यो हुन्छ नि, त्यो इन्टेन्सन नै थिएन यस्तो गर्छु भन्ने चाहिँ। अब कसरी भयो के भयो थाहा छैन होइन। अब हेरिदिउँ न अगाडि, अझै बुझ्दिउँ न, हामीले नजानेको कुराहरू पनि भनेको छ कि यो भिडियोमा है। हामी द्वन्द्व र आक्रमण गर्दैनौँ, शान्तिपूर्ण तरिकाले आवाज उठाउँछौँ। हामी धम्की र गाली गलौज गर्दैनौँ, सभ्य र जिम्मेवार व्यवहार गर्छौँ। हामी राजनैतिक दलको एजेन्डा बोकेर आउँदैनौँ, नागरिक अधिकार र स्वतन्त्रताको पक्षमा उभिन्छौँ। यो भिडियोमा हामी नेपालका सुदन गुरुङ पनि देखिन्छन्। समय 10:30। माइतीघरमा भिड झन्झन बढ्दै थियो र अमित पनि त्यो भिडमै सामेल थिए। आन्दोलनको प्लान सिम्पल थियो, माइतीघरबाट मार्च पास गरेर एभरेस्ट होटल नेरको प्रहरी ब्यारिकेडिङसम्म पुग्ने र त्यहाँबाट फेरि फर्केर पुनः माइतीघरमा आएर शान्तिपूर्ण प्रदर्शन गर्ने। त्यही बीचमा माइतीघरमा रहेको भिडलाई एउटा सङ्केत आउँछ, बानेश्वरतर्फ अगाडि बढ्नु। समय 10:52। भिड बबरमल लिएर पुग्दै गर्दा कसैले नेपाल टेलिकमको कार्यालय नजिकको बिजुलीको पोलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको तस्विर देख्छन् र यो तस्विर देखेर केही युवाहरू पोलमा चढेर तस्विर निकाल्न थाल्छन्। यही क्रममा प्रदर्शनको बीचमा रहेको सेतो गाडीमा रक्षा बम र अमित लगायतले भिडलाई आक्रोशित नहुन आग्रह गर्छन्। तर पोलमा चढेका युवाले ओलीको पोस्टर च्यात्छन् र तल झारेर कुल्चिन थाल्छन्। भिड अब बेग्लै जोसले भरिन्छ र यो जोसले भरिएको भिड अब सिधै संसद भवनतर्फ उभिकिन थाल्छ। समय 10:57। बिजुली बजारको आर्क ब्रिजबाट अघि बढेपछि भिड झन् उग्र हुन थाल्छ र तत्कालीन प्रधानमन्त्री ओली विरुद्ध चर्को नाराबाजी सुरु हुन्छ। भिडमा अमित लगायत केही व्यक्तिहरूले याभन्दा पर नजाउँ भन्दै हातले लाइन बनाएर भिडलाई रोक्न खोज्छन्। तर जोसले भरिएको ठुलो समूह अगाडि बढ्छ र भिड अब एभरेस्ट होटल अगाडिको प्रहरी ब्यारिकेडिङ नेर। जोसले भन्दा पनि जोस सँगसँगै एउटा आक्रोशले पनि भरिएको हो नि त। हामी नेपालीहरू अहिलेसम्म कति यी दलीयहरूको होइन कतिसम्म सहँदा अब त अति नै भयो भनेर पनि हो। जोसले मात्रै भन्नु पनि मिल्दैन होइन, आक्रोशले पनि भएको हो। मलाई चाहिँ त्यस्तो लाग्छ होइन। तपाईँहरूलाई के कस्तो लाग्छ? जोसले मात्रै त होइन होला, अति नै भएर एउटा आक्रोशले पनि भएको हो होइन। पुग्छ। समय 11:06। आन्दोलनकारीको अग्रपङ्क्तिमा रहेको टोली एभरेस्ट होटल नजिक रहेको प्रहरी ब्यारिकेड अगाडि पुग्छ र एकछिन त्यहाँ अडिन्छ। ठिक यहाँबाट प्रशासनले तोकेको निषेधित क्षेत्र सुरु हुन्थ्यो। प्रहरीसँग ब्यारिकेड थियो, शिल्ड थियो र हेलमेट थियो। तर भिड यति बाक्लो थियो कि भिडले अन्ततः यसरी यो ब्यारिकेडलाई तोड्न सफल हुन्छ र अब यहाँबाट प्रदर्शन झन् उग्र हुन थाल्छ। समय 11:35। आन्दोलनकारीले ब्यारिकेड तोडेपछि पुलिसले अब भिडलाई रोक्न
पानीको फोहरा फाल्न थाल्छ, तर भिड ज्यादै भएकोले त्यति प्रभावकारी हुँदैन। तनाव बढ्ने सङ्केत देखेपछि अमित लगायत जेनजी अगुवाहरूले स्कुल कलेज पढ्ने बच्चाहरूले घर फर्किन भन्दै सम्झाउन थाल्छन्। अनि त्यो ब्यारिकेडलाई चाहिँ तोड्न खोजियो। अनि हामीलाई चाहिँ त्यहाँ के फिल भयो भने म योजन रक्षा हामी होइन लगायतलाई चाहिँ के फिल भयो भने अब यहाँ चाहिँ अब अशुभ ग्यास पानीको फहरा त त्यो फिक्स हुनेवाला छ भनेर चाहिँ हामी त्यो छोटा हात्तीमा थियौँ, त्यहाँबाट झऱ्यौँ र त्यो 5, 6, 7, 8मा पढ्ने भाइ बहिनीहरूलाई सुरुमा त उनीहरूलाई त बिचरा केही पनि थाहा छैन, उनीहरूलाई घर पठाउनु पर्छ भनेर चाहिँ हामी त्यतातिर लाग्यौँ। यता पुलिसको तयारी हेर्दा यस्तो लाग्दै थियो कि उनीहरूले यो आन्दोलनलाई अन्डर एस्टिमेट गरेका थिए र यत्रो सङ्ख्यामा भिड आउँछ भन्ने अपेक्षा नै गरेका थिएनन्। खैर, अब यो भिड सिधै बानेश्वर चोकतर्फ अगाडि बढ्न थाल्छ। समय 12 बजे। भिड बानेश्वरतर्फ बढ्दै जाँदा केही डर्ट बाइक्सहरू अस्वाभाविक रूपले बानेश्वर आसपास आउन थाल्छ। उनीहरूले भिडलाई झन् उत्तेजित गर्दै थिए र आन्दोलन अब बानेश्वरको ट्राफिक आइल्यान्ड वरिपरि आइपुग्छ। तर यति मात्र होइन, एउटा भिड यता उत्तरपट्टिको रोडबाट पनि आउँछ जहाँ संसद भवनको पानी ट्याङ्की छ र अर्को भिड यता तिनकुनेबाट बानेश्वरतिर आउँछ र यो भिडलाई रोक्न यातायात कार्यालयको बिल्डिङबाट प्रहरीले अश्रु ग्यास समेत फाल्छ र यता शङ्खमूल साइडबाट पनि केही भिड बानेश्वर आइपुग्छ। पुलिसलाई अब प्रेसर पर्न थाल्छ र भिडलाई कन्ट्रोल गर्न नसके अब यो भिड संसद भवनभित्र छिर्ने निश्चित थियो। त्यसैले पुलिसले अब यहाँबाट अन्धाधुन्ध अश्रु ग्यास प्रहार गर्न थाल्छ। समय 12:06। जेनजी युवाहरूले संसद भवनलाई बाहिरबाट घेर्न थाल्छन् र अधिकांश युवाहरू अब सिधै संसद भवन अगाडि आइपुग्छन्। माहौल एकदमै अशान्त हुँदै थियो। केही युवाहरू संसद भवननिरको गेटमा रहेको भवन चढ्न खोज्दै थिए। त्यही बेला यता माथि पानी ट्याङ्की एरिया आसपास पनि अश्रु ग्यास प्रहार हुन थाल्छ। अमितले यो सब नजिकैबाट निहालिरहेका हुन्छन् र आफ्ना साथीभाइहरूले सम्पर्क गर्न उनले आफ्नो फोन चेक गर्छन्, तर फोनमा सिग्नल थिएन। वरिपरि बुझ्दा कसैको पनि सिग्नल आइरहेको थिएन। यस्तो लाग्दै थियो कि त्यो ठाउँमा सञ्चार अवरुद्ध गर्नलाई नेटवर्क जाम गरिएको थियो। अमितकै अगाडि पुलिसले लाठीचार्ज र माइकिङ गरेर स्थिति नियन्त्रणमा लिन खोज्दै थियो, तर संसद भवनको अगाडि भिडलाई सम्हाल्न गाह्रो भइसकेको थियो। समय 12:30। बानेश्वर आसपासको क्षेत्रमा बेलुका 10 बजेसम्मको लागि कर्फ्यू आदेश जारी हुन्छ, तर त्यो भिडले कर्फ्यूबारे जानकारी नै पाएको हुँदैन र प्रदर्शन झन ठुलो हुँदै जान्छ। समय 12:55। संसद भवनको यो पश्चिमपट्टिको पर्खाललाई प्रदर्शनकारीले भत्काउन थाल्छन् र केही युवाहरू संसद भवनको दक्षिण पश्चिममा रहेको पुलिस पोस्टमा चढ्छन् र एकाएक पहिलोपल्ट संसद भवनको परिसरभित्रबाट हवाई फायरको आवाज सुनिन्छ। हवाई फायरको आवाज सुनिन्छ। समय 1:22। संसद भवनको पर्खालमा ठूलो पुवाल पर्छ र अब प्रदर्शनकारीहरू संसद भवनभित्र छिर्न थाल्छन् र ठिक यही बेलाबाट केपी ओली सरकारको निर्देशनमा मृत्युको ताण्डव सुरु हुन्छ। संसद भवनभित्र नेपाल पुलिसको स्पेशल टास्क फोर्सले इन्सास र एसएलआर जस्तो राइफल प्रयोग गरेर अन्धाधुन्ध फायरिङ सुरु गर्छ। यही बेला दैलेखका प्रकाश बोहरा संसद भवनको दक्षिणपट्टिको वाल अगाडि प्रदर्शन गरिरहेका हुन्छन्। त्यही बीच उनको देब्रे खुट्टामा गोली लाग्छ र यो अस्तव्यस्तताको बीच उनलाई अस्पताल पुर्याउने हुँदा उनको यो रगतले लतपतिएको जुत्ता संसद भवन अगाडि नै छोड्छ र यसरी जन्म हुन्छ जेनजी विद्रोहको प्रतीकको रूपमा यो आइकनिक जुत्ताको। तर प्रहरी यतिमै रोकिँदैन। संसद भवन गेट अगाडिबाटै ठाडो गोली लागेर कयौं युवाहरू तत्कालै ढल्छन् र ती ढलेका युवाहरूलाई तुरुन्तै यहाँ रहेको सिभिल हस्पिटल लगिन्छ। समय 1:30 बजे। संसद भवनको गेट अगाडिका प्रहरीले आन्दोलनकारीलाई हात उठाएर अगाडि आउन निर्देशन दिन्छन् र जब उनीहरू गेट अगाडि आइपुग्छन् प्रहरीले उनीहरूलाई ताकेर गोली बर्साउँछ। यही घटनाको अर्को एंगल यस्तो देखिन्छ। समय 1:59। बानेश्वरको यातायात विभागको ठिक अगाडि ग्लोबल कलेजमा पढ्ने विद्यार्थी श्रीयम चौलागाई पहिलोपल्ट यो भिडियोमा देखिन्छन्। श्रीयम कलेज बिदा भएर आन्दोलनमा सामेल हुन आएका थिए र उनी अब यहाँबाट भिड सँगसँगै बानेश्वर चोकतर्फ जान्छन्। समय 2:15 देखि 2:30 को आसपास। बानेश्वर चोकमा श्रीयम ताली बजाउँदै आन्दोलनलाई समर्थन गरेर हिँड्दै थिए। उनले न केही तोडफोड गरेका थिए न प्रहरीसँग नै भिडेका थिए। यो भिडियोले तपाईँलाई विचलित गर्न सक्छ। श्रीयमलाई दाहिने शिरमा गोली लाग्छ र स्कुल ड्रेसमा रहेको एउटा निर्दोष बच्चालाई सरकारले टाउकोमा ताकेर हत्या गर्छ। तिम्रो बाबुको हिम्मत छ भने केपीओलीलाई गिरफ्तार गर। गोलीको ट्र्याजेक्टरी हेर्दा उनलाई पश्चिम दिशाबाट कसैले ताकेर हानेको जस्तो देखिन्छ र सम्भव सरकारको गल्ती नै यही हो क्या, एउटा स्कुल पढेको बच्चालाई हैन अनि साना युवाहरूलाई गोली हान्नु नै सरकारको गल्ती थियो नि त। मेन त
र कर्फ्यू आदेश दिनु गोली हान्नु आदेश दिनु नै यो सरकारको मेन गल्ती थियो क्या हैन मेन गल्ती नै यही नै थियो नि त सरकारको यति सानो बच्चालाई हान्नु त जरुरत थिएन होला हैन म नभइदिएको भए योसम्म दिन पनि आउँदैन थियो होला के लाग्छ तपाईहरुलाई मलाई चाहिँ त्यही लाग्छ यतिसम्म नभइदिएको भए यो दिन पनि आउँथेन होला हैन यो जोश यो आक्रोश पनि हुँदैन थियो होला यो सरकार पनि ढल्दैन थियो होला यतिसम्म नभइदिएको भए हैन यतिसम्म भ्रष्टाचार यतिसम्म यो दलीय सबै झोलेहरुकै त्यो परिचालन जेमा पनि हैन यतिसम्म नभइदिए भए यतिसम्म हुन्थेन कि मलाई चाहिँ त्यस्तो लाग्छ हैन तपाईहरुलाई के कस्तो लाग्छ गाइज हैन कमेन्ट गर्नुस् आजलाई अब यति नै सी यू अन नेक्स्ट रिएक्सन भिडियो यदि मन परेमा लाइक कमेन्ट अनि सब्स्क्राइब त गर्न नबिर्सिनु होला थ्यांक यू सो मच फर वाचिङ गाइज